कस्तो गर्ने फुपू सन्चै हुनुहुन्छ राउँदै त फुपू नाम के हो यहाँ भन्नु त नाम के हो यहाँ आउँछ क्या धनकुमारी बुढाथोकी फुपूको नाम चाहिँ धनकुमारी बुढाथोकी है हामी चाहिँ फुपू भन्दै यहाँ गफ गरेर बसेको हजुर फुपू राम्रो देख्नु भयो म राम्रो छैन छैन है म राम्रो फुपूले त गोरु चराउँदै हुनुहुँदो रहेछ यता हामी चाहिँ घरतिर आउनु आमा त हाम्रो आमा तपाईँको साथी है एउटै सँगैको होइन त दौदरी हो हाम्रो फुपू र हाम्रो मम्मी र फुपू चाहिँ एउटै यसको हो क्या दौदरी हो लास्ट टाइम मिल्नुहुन्छ पहिलादेखि मेलोपात जाने त्यो गर्ने फुपू अब माथि गएको त अहिले त किचन सिचन बनाउनु भएको रहेछ मजाले राम्रो बनाउनु भएको रहेछ अहिले त कस्तो दामी सुहाएको अहिले त नास्पाती छैन रहेछ नि त्यति है अहिले त मैले 2टा झर्रा खायो उँभोको मासु साइड 2टा झर्रा खायो 3 एउटा झरेको रहेछ 2टा झऱ्यो 3टा खायो एउटा यहाँ आमालाई पुगेको छु 2टा चाहिँ खायो यसपालि नास्पाती होइन पर्दै थियो थुप्रो पर्दै थियो यसपालि फाल्दै भनेर झन्डा थियो क्या कसले झार्छ म उँभो जाँदा मान्छे नभएपछि कसले झार्छ नि तपाईँको बुहारी आउनुहुन्छ है अस्ति मङ्सिरमा आएको थियो नि ए नानी लिएर आएको थियो कि कत्रो भएछ नानी बहिनी यत्रो छोरा कि छोरी भयो वर्षको छोरा ए अब तपाईँ जन्म दर्ता त बनाइदिनु भयो बनायो ए यहीँबाट ए अब नागरिकता नि बनाइदिनु पर्छ होइन पछि आमाले बनाउँछ यहीँ आएर बनाउनुपर्छ त्यही त यहीँ आएर त बनाउनु पऱ्यो नि जन्म दर्ता यताको भइसकेको छ म त मर्छ होला ए मर्छ त्यसको नाकको बनाउनु अहिले त अनि तपाईँले छोड्नु भएछ एकदम खुसी लाग्यो कसले भन्छ कान्छाले भन्छ कस्तो गर्ने खानु हुँदैन बो राम्रो भयो जाँड रक्सी खानु हुँदैन दुख्ने गरेर म त कति पो रुयो अनि अहिले तपाईँले छोड्नु भयो अनि उसले विकास पनि त खुसी भयो नि त अहिले छोरा पनि त मेरो मम्मीले खाँदैन अहिले त मम्मीले छोडेर खाना नि यति खानुहुन्छ भन्ने खानुपर्छ खानुको लागि त आज साह्रो घरिघरि भोक लाग्दैन अस्ति त्यो छोडिदिएर यसपालि त आलु भएन त कस्तो मसिनो आलु अनि कस्तो मसिनो आलु पहिला यत्रो ठुल्ठुलो फस पिठो गरेर खानु पायो मजा आउँछ त्यो बोट चाहिँ उति भएको थियो यसपल्ट 2200 बोट मऱ्यो क्या आइफोन यत्रो हुँदो रहेछ कि हजुर आइफोन यत्रो हुँदो रहेछ क्या आइफोन यत्रो हुँदो रहेछ फुपू कसरी आउनु देखेको हेर